सम्पूर्णजनालाई नमस्कार। म राकेश चौधरी। हेलो स्टुडेन्ट्स अफ 12 and grades SEE, आर यु वरिड अबाउट योर फाइनल एक्जामिनेसन्स? के तपाईँ आफ्नो फाइनल एक्जामको बारेमा चिन्तित हुनुहुन्छ? कहाँ गएर पढ्ने, कसरी तयारी गर्ने, या ट्युसन फीको कारणले गर्दा कहाँ नहुँदा पनि पढ्न नसकेको अवस्थामा? यदि यस्तो अवस्थामा हुनुहुन्छ भने यी सबै समस्याका समाधान हामीले यस हन्स एजुकेसनल इन्स्टिट्युसनमा ल्याइसकेका छौँ र एसई विद्यार्थीहरूको लागि फाइनल एक्जामको लागि कसरी तयारी गर्ने भन्ने विषयमा हामीले स्पेसल एसई बुस्टर क्लास यही माघको पहिलो हप्तादेखि सुरु गर्दैछौँ, जस अन्तर्गत तपाईहरूले एकदम नोमिनल प्राइजमा एसईसम्म सबै सब्जेक्टहरू पढ्न पाउनुहुनेछ, जसको लागि तपाईँले मात्र रु 2500 तिर्नुपर्ने हुन्छ। त्यसै गरिकन 12 क्लासका विद्यार्थीहरू साइन्सका जति पनि विषयहरू छन्, फिजिक्स भयो, केमिस्ट्री भयो, बेसिक म्याथ भयो, यिनीहरूलाई हामीले मात्र रु 4000 मा तयारी गर्दैछौँ। त्यसै गरिकन अकाउन्ट भयो, जम्मा हामीले 2500 मा कोर्स कम्प्लिटको रूपमा हामी तयारी गर्दैछौँ। त्यसै गरिकन हामीले अर्को शिक्षक सेवा आयोगमा पनि हामीले तयारी क्लास गर्दैछौँ, जस अन्तर्गत हाम्रो पहिलो प्रयासमा नै माध्यमिक तहको अध्यापन अनुमति पत्रमा 100% रिजल्ट हामीले प्राप्त गऱ्यौँ। त्यसै गरिकन निमामीमा पनि हामीले उत्कृष्ट नतिजा प्राप्त गऱ्यौँ र अहिले हामी कहाँ शिक्षक सेवा आयोगको पहिलो पत्रको क्लास चलिरहेको अवस्थामा छ र दोस्रो पत्र हामी यही माघको पहिलो हप्तादेखि सुरु गर्दैछौँ। त्यसैले यस राधेमाई एरियामा पर्ने जो जति विद्यार्थी भाइ वर्गहरू हुनुहुन्छ अथवा शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, यहाँ सम्पूर्णजनालाई म निवेदन गर्न चाहन्छु कि एकचोटि हामी कहाँ चलिरहेको जुन प्याकेजेसहरू छन्, अफरहरू छन्, क्लासहरू छन्, त्यसमा एकचोटि ट्रायल क्लासको रूपमा भिजिट गर्नुहोस्, टेस्ट गर्नुहोस् कि हाम्रो क्लास वास्तवमा कस्तो रहेछ। र हामी एउटा कुरामा एकदम 100% स्योर छौँ, हाम्रो जो जति टिचर टिम छौँ उहाँहरू एकदम अनुभवी र आफ्नो फिल्डमा एकदम विज्ञ एक्सपर्टिजको रूपमा हुनुहुन्छ र यसमा हामी दावाको साथमा भन्छौँ हाम्रो टिचर टिम अथवा फ्याकल्टी मेम्बर्स स्ट्रङ छ। त्यसैले म पुनः सम्पूर्णजनालाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु कि यस राधेमाईमा पर्ने जो जति विद्यार्थी वर्गहरू हुनुहुन्छ, कृपया एकचोटि हाम्रो हन्स एजुकेसनल इन्स्टिट्युसनमा भिजिट गर्नुहोस्, या तपाईँ यो स्क्रिनमा दिएको नम्बरमा पनि सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ। यति भन्दै सम्पूर्णजनालाई धन्यवाद दिन चाहन्छु। हस्त धन्यवाद।